ख्रिस्टीय अभिवादनीहरू सबैलाई जय मसीह। र यो न्युज अलिकति पुरानो त भइसक्यो, 2-3 दिन अगाडिको हो। त्यही पनि फेरि पनि सेयर गर्न मन लाग्यो र तपाईँहरूलाई थाहा पनि छ, थाहा पनि सक्नु पनि भयो कि सुकुम्बासी बस्तीमा भएको मण्डली चाहिँ भत्कियो। त्यस पछाडि त्यहाँ डोजर चल्यो होइन। अब कति रमाउनेहरू रमाए होइन, दुखी हुनेहरू दुखी भए। अब यसलाई विश्वासीहरूले कसरी लिनुपर्छ भन्ने विषयमा चाहिँ म यहाँहरूलाई केही कुरा सेयर गर्न चाहन्छु। अब फेसबुकमा अब त्यो सत्य हो कि होइन होइन, पोस्ट चाहिँ के देखियो त भन्दाखेरि अब हाम्रो येशूले, हाम्रो परमेश्वरले यो सरकारलाई चाहिँ सराप्ने छन् प्रकारको चाहिँ त्यहाँ चाहिँ एउटा चाहिँ कुरा चाहिँ देखियो होइन। अब यो विषयमा अलिकति भन्दै गर्दाखेरि हेर्नुहोस्, पहिलो सुरुमा के बुझ्नुपर्छ भन्दाखेरि नि, हामी मण्डली भनेको के हो? मण्डली भनेको त भवन होइन नि त। मण्डली भनेको त एक्लेसिया भनेको त परमेश्वरले बोलाइएका मानिसहरूको, परमेश्वरद्वारा बोलाइएका मानिसहरूको के हो त, समुदाय, टिम, कम्युनिटीलाई हामीले मण्डली भनेर भन्ने गर्छौँ। त्यही भएर त्यो भवन ढल्दैमा होइन, ओहो यिनीहरूको चाहिँ बर्बाद भयो, ठिक्क भयो, हुर्रे भनेर भनिहाल्नु पर्ने कारण पनि केही पनि छैन। अब भौतिक क्षति त भयो होइन, आफ्नो मेहनत, आफ्नो परिश्रम त्यस ठाउँमा लागेको छ, दुःख त हुन्छ नै। तर विश्वासीहरूको नेचर चाहिँ अहिलेसम्म के छ भन्दाखेरि नि, खुल्ला आकाशमा, जङ्गलमा होइन, भूकम्पमा चाहिँ अब धेरै भवनहरू चाहिँ चर्किँदा भत्किँदा लड्दाखेरि पनि भत्किएकै जीर्ण ठाउँहरूमा हामीले चाहिँ परमेश्वरको स्तुति, प्रशंसा, आराधना गरेको चाहिँ हामीसँग चाहिँ रेकर्डहरू चाहिँ छ र हामीलाई त्यसमा केही अप्ठ्यारो पनि लाग्दैन। चौरहरूमा हामीले गरेका छौँ, पाल टाँगेर हामीले चाहिँ गरेका छौँ, किनकि हामी यो कुरामा विश्वास गर्छौँ कि यूहन्नाको पुस्तक 4मा भनेको जस्तै न त डाँडाहरूमा, न त मन्दिरमा, न कुनै पनि ठाउँमा, तर आत्मा र सत्यतामा हामी चाहिँ परमेश्वरको आराधना अनि प्रशंसा गर्छौँ। भवन भत्किँदैमा यहाँ चाहिँ ठुलो कुरा चाहिँ भएन। अब अर्को सबैभन्दा ठुलो महत्त्वपूर्ण कुरा चाहिँ यहाँ के छ त भन्दाखेरि 2 नम्बरमा त्यो जुन चाहिँ ठाउँमा चाहिँ ल्यान्ड जुन चाहिँ ठाउँमा चाहिँ थियो त्यो चाहिँ अब अतिक्रमण गरिएको सार्वजनिक जग्गा चाहिँ पर्दो रहेछ। अब यसलाई चाहिँ हामीले चाहिँ अलिकति बुझ्नुपर्ने हुन्छ। अब यसलाई धेरै इमोसनलिजमले चाहिँ अब पर्सनली लिएर होइन, अब के छ भन्दाखेरि त्यहाँ परमेश्वरको भवन भत्काइदियो, त्यही भएर अब तिमीहरूको सर्वनाश हुन्छ भन्ने किसिमको त्यो प्रकारको हामीले कुनै पनि अभिव्यक्ति दिइराख्नुपर्ने जरुरत छैन। किनकि बाइबलले नराम्रो गर्नेलाई नराम्रो गर भनेर भन्दैन कि, नराम्रो भइराख्दाखेरि पनि अझै बेसी चाहिँ राम्रो काममा चाहिँ किप अन कन्टिन्युइङ अन युर गुड वर्क्स भनेर चाहिँ भन्छ पत्रुसको पुस्तकहरूमा। अनि त्यस पछाडि अरू बाइबलका खण्डहरूमा पनि हामीले देख्न सक्छौँ होइन। शत्रुले चाहिँ झापड लगाउँदाखेरि चाहिँ अर्को गाला पनि थापिदिनु पर्ने कुराहरू पनि छ। दुश्मनलाई पनि होइन प्रेम गर्नुपर्ने। यीशु ख्रीष्टले चाहिँ के भन्नुहुन्छ, यदि तिमीहरूले प्रेम गर्नेलाई मात्र तिमीहरूले प्रेम गर्छौ तर घृणा गर्नेलाई चाहिँ प्रेम गर्न सक्दैनौ भनेदेखि त्यसमा तिमीहरूलाई के लाभ भनेर चाहिँ उहाँले चाहिँ भन्नुहुन्छ होइन। अब यति भन्दै गर्दाखेरि अब ह्युमन फिलिङ्सको कुरा पनि आउँछ। अब आफूले मेहनत गरेको, परिश्रम गरेको, वर्षौँसम्म चाहिँ आफूले चाहिँ त्यहाँ हुन्छ नि प्रार्थना गरेर त्यतिसम्म बनाएको भन्ने कुराहरूमा पनि अब त्यो भत्किँदाखेरि चित्त दुख्ने, रिस उठ्ने, भावनात्मक हुने त्यो कुराहरू पनि छँदैछन्। तर आफूलाई सम्हालिएर एकचोटि प्रभुले दिनुभएको कमन सेन्सलाई युज गरेर हेर्ने नै हो भनेदेखि चाहिँ के देख्न सकिन्छ, त्यहाँ गलत भएको जस्तो चाहिँ देखिन्छ। किनकि भन्दाखेरि त्यो सार्वजनिक जग्गा थियो। बनाउनु हुने तपाईँहरूलाई पनि थाहा थियो होला, एक न एक दिन पक्कै पनि यहाँ यस्तो केही न केही चाहिँ हुनेछ भनेर। किनकि भन्दाखेरि अब पहिलाको सरकारले चाहिँ ल गर्छ उठाउँछ भनेर भन्दै कहिले पनि गरेन। बाबुरामको पालामा, डाक्टर बाबुराम भट्टराईको पालामा पनि एकचोटि प्रयास भयो, त्यस पछाडि भएन। अनि त्यस पछाडि सायद हुनसक्छ अरू मान्छेहरूलाई पनि के कन्फिडेन्स आयो भन्दाखेरि यो बस्ती चाहिँ कहिले पनि उठ्न सक्दैन भन्ने किसिमको कन्फिडेन्स आएको हुन पनि सक्छ होइन। तर हामी विश्वासीले चाहिँ के बुझ्नुपर्छ र अलिकति अप्रिसिएट गभर्मेन्टको पनि अलिकति अप्रिसिएट चाहिँ के गर्नुपर्छ त भन्दाखेरि सार्वजनिक जग्गा थियो, त्यो एक दिन उठ्नु नै थियो। अब त्यो दिन त्यो भत्केको दिन पर्दा गयो भनेर बुझ्नुपर्छ। अर्को कुरा भनेको परमेश्वरको भवन हो र ठिकै छ, अब गए तापनि हामीले चाहिँ मण्डली एक्लेसिया भनेको चाहिँ हामीले समुदाय, परमेश्वरद्वारा बोलाइएको समुदाय मात्र हो, त्यो अरू केही पनि होइन भन्ने कुरा नि बुझ्नु पर्यो। र अर्को कुरा भनेको रोमीको पत्र 13ले, साथै तीतसको पुस्तकले र साथसाथै पत्रुसले पनि के कुरा भन्दछन् भन्दाखेरि नि, हामी चाहिँ गभर्मेन्टको अधीनमा रहनुपर्छ भनेर चाहिँ भन्छन्। विशेष गरेर पत्रुसले माफ गर्नु, रोमीको पुस्तक 13मा चाहिँ के लेखिएको छ त भन्दाखेरि हामी गभर्मेन्टको अधीनमा बस्नुपर्छ। किनकि भन्दाखेरि संसारका शासकहरूलाई पनि परमेश्वरले नै छान्नु भएको हो भन्ने कुरा चाहिँ
त्यहाँ चाहिँ छ है। अब रोमीको सन्दर्भमा हेर्दै गर्दाखेरि एकदमै नराम्रो गर्दै गर्दाखेरि पनि पहलले चाहिँ के भन्छन् त भन्दाखेरि क्रूरतापूर्वक पर्सिक्युसन हामीलाई गर्दै गर्दा पनि हामी चाहिँ गभर्मेन्टको अन्डरमा बस्नुपर्छ है भनेर चाहिँ उनले चाहिँ भन्छन् होइन। अब रोमी शासकहरूको जस्तो चाहिँ त्यो प्रकारको क्रुयालिटी अनि ब्रुटालिटी चाहिँ छैन। गभर्मेन्टले पब्लिक प्लेसेसमा भएको जग्गा जुन चाहिँ अतिक्रमण गरेर चाहिँ मानिसहरूले बसिरहेका छन् त्यसलाई चाहिँ उनीहरूले चाहिँ हटाउने चाहिँ प्रयास गरेका चाहिँ उनी हामीले यसरी बुझ्नुपर्छ। आफ्नो सेन्टिमेन्ट, आफ्नो फेथ, आफ्नो रिलिजियस एउटा पर्सपेक्टिभ र साथसाथै गभर्मेन्टले लिएर आइरहेको यो डेभलपमेन्ट प्रोग्रेसनको त्यो एउटा पर्सपेक्टिभलाई एकै ठाउँमा स्याचुरेट गरेर हामीले अलिकति कमन सेन्स पनि युज नगरिकन हामीले आफ्नै लजिकल एउटा तर्क चाहिँ हामीले चाहिँ दिन मिल्दैन। किनकि हामी यो देशलाई माया गर्ने, यो देशलाई प्रार्थना गर्ने, देशको लागि प्रार्थना गर्ने, देशका लिडर्सहरूको लागि प्रार्थना गर्ने, समुदायको लागि प्रार्थना गर्ने, समाजको लागि प्रार्थना गर्ने मानिसहरू चाहिँ छौँ। र जुन प्रकारको भौतिकी क्षति चाहिँ भएको छ त्यस मण्डलीलाई र बाँकी हुनसक्छ अरू मण्डलीलाई पनि हुँदैछ होला अथवा भइसक्यो होला, त्यो हाइलाइटमा चाहिँ त्यो एउटा मण्डली मात्र आइपुग्यो। हामी सबैजना वी एज एन चर्च बडी, युनिफाइड चर्च बडी हामी उहाँहरूको लागि प्रार्थना गर्छौँ। र एउटा कुरा चाहिँ यो कुरा पनि के विश्वास छ भन्दाखेरि त्यस जग्गामा प्रभुले त्यो दिनसम्ममा आराधना र प्रशंसा गर्नको लागि स्थान जुटाउनु भयो भनेदेखि अझै राम्रो ठाउँमा, अझै बेटर तरिकामा परमेश्वरले जुटाउनुहुन्छ। किनकि हाम्रो परमेश्वर याहवे इरे हुनुहुन्छ, उहाँले देख्नुहुन्छ, उहाँले जुटाउनुहुन्छ। जय मसीह।